अहिले चाहिँ हामी टुवेल एपोस्टलमा चाहिँ हामी जाँदैछौँ। अहिले चाहिँ हामी यो एन्जलसी र लोनिक बिचमा त्यो लाइट हाउस पनि रहेछ माथिपट्टि चाहिँ यो साइडमा यहाँ छ अनि यो साइडमा चाहिँ बिच छ सही बिच छ यहाँ। अहिले चाहिँ हामी यो ग्रेट ओसन रोडको फेमस ग्रेडमा आइपुगेको छौँ। मैले ट्याक्क ड्रोन सर्ट पनि हल्का लिइसकेँ होइन। अब यसो हल्का फोटोसोटो खिच्नु पऱ्यो। भाइ आउनु त त्यहाँ यसो ग्रुप फोटो खिचौँ हामी। त्यो ग्रुप फोटो खिचौँ न सबैजना। यो यहाँ चाहिँ सबै मान्छेहरू टक्क फोटो खिच्नलाई बिजी छ सबै यहाँ पालो पालो होइन। हामीले पनि यस्तो हल्का ग्रुप फोटो खिचेँ। के छ त यता मेरो ग्रुपहरू यता छ। अब जाउँ न त हामी त अब फाइनल डेस्टिनेसन पुग्न बाँकी छ अझै। बल्ल त गेटमा आइपुग्यो। अहिले चाहिँ हामी एपोलो बेमा आइपुग्यौँ। अझै स्टिल अन द वे पुगेकै छैन। अब बेलुकातिर पुग्ने सोच हो। अब सनसेट हेर्ने सोच हो। अब हेरौँ कस्तो हुन्छ त्यहाँ पुगेपछि। अब यहाँको भाइब चाहिँ यस्तो छ टक्क सानो चाहिँ च्याट्टो परेको होइन यस्तो छ सहर यहाँको। यतातिर यो साइडमा चाहिँ बिच छ होइन। अब यहाँ हाम्रो कान्छा दाइ पुरै मोबाइल हेरेर बसिरहेको छ टक्क ल्याएर। हेलो हेलो त हाम्रो कुमार दाइ त हाम्रो बहिनी। अहिले चाहिँ हामी गिब्सन स्टेपमा आइपुग्यो। फर्स्टमा चाहिँ सो विल बी भिजिटिङ गिब्सन स्टेप। यहाँबाट चाहिँ सही देखिन्छ बिच गिब्सन स्टेप बिच होइन। यही हो कि ठाउँ यही हो ठाउँ। गाइजहरू पुरै अब यहाँ फोटोग्राफी सुरु भइसक्यो। This is the step. यो चाहिँ अहिले बन्द गरिरहेको रहेछ। ब्याड लक हाम्रो कुमार दाईको ब्याड लक। हामी त तल गइसकेर हेरिसक्यौँ होइन। म पनि भर्खरै पुगेर माथि आयो हो। तपाईँको ब्याड लक रहेछ। अब गिब्सन स्टेप चाहिँ देख्न नपाउनु चाहिँ हाम्रो कुमार दाईको ब्याड लक भयो। के गरौँ म टाउको ठक्कु। त्यो तल बिचमा जान पाएको भए बबाल देखिन्थ्यो कि। त्यहाँ बिचमा वाक हान्न सही थियो ठाउँ चाहिँ। भर्खरै हामी तल पुगेर आयौँ। अब गेट क्लोज भयो ब्याड लक। तर ठिकै छ। भ्यू इज नेभरदिलेस भेरी गुड। म चाहिँ गाइड हो है। स्पेसल गाइड हो। अफिसियल गाइड हो म। अब कस्तो लागिरहेको छ तपाईँहरूलाई आजको घुमघाम? बवाल। कृपया अलिकति फिडब्याक राम्रो दिनु होला। 5 स्टार दिनु होला। त्यसले चाहिँ हाम्रो बिजनेसमा एकदम हेल्प गर्छ। के छ त माया गुरुङलाई कस्तो लागिरहेको छ त आजको घुमघाम? बवाल लागिरहेको छ। बुढाबुढी रोमान्टिक फिलिङ आइरहेको छ। फाइनली हाम्रो 2-3 घन्टाको सफरको प्राइस एकदमै राम्रो पायो। हजुरहरूले हेर्न सक्नुहुन्छ द भ्यू नेक्स्ट टाइम।
Even that side, you can see. टच आवर गोज जाँदैछ अहिले चाहिँ हामी ठाउँ चाहिँ सही थियो के गर्नु अब तल जान नमिल्ने भएछ अहिले होइन अब यो यहाँ पनि नो इन्ट्री छ ब्याड लक हाम्रो कुमार दाईको अब टाउको कहाँ ठोकौँ म अब टाउको ठोक्दिनु नि त ड्याङ किट ड्याङ अब लैजा ठिकै छ अब केही छैन अब यहाँसम्म चाहिँ दुखियो यति पनि अब हजुर यसलाई अब ल यो चाहिँ अर्को साइडबाट पारी साइडबाट चाहिँ खिच्दैछ हामीले यहाँ टुरिस्टहरू पनि पुरा एकदम पुरा फोटोसोटो भिडियो खिच्दैछ हाम्रो ल फाइनली गाइज अहिले चाहिँ हामी 12 एपस्टलमा आइपुग्यो होइन ल अब चाहिँ हाम्रो प्लान चाहिँ अब यहाँ बसेर चाहिँ सनसेट हेर्ने प्लान छ अब सनसेट कस्तो देखिन्छ है त अब त्यो चाहिँ अब अहिले हेरेपछि थाहा हुन्छ होइन त फिङ्गर्स क्रस पुरा हेलिकप्टर आउँदै रहेछ त्यहाँबाट सो फाइनल्ली हामी चाहिँ 12 एपस्टलमा आइपुग्यौँ यो भित्रको भ्यू मेरो ब्याकग्राउन्ड पछाडि सानो थुम्काहरू देखिरहेको छ पहिला 12वटा थियो अरे अब अहिले चाहिँ अब भत्किएर 8वटा बाँकी छ सो यो कुरा चाहिँ यिनीहरूले केमा मेन्सन गरेछ भन्दाखेरि ठ्याक्कै यहाँ पनि फोटोमा मेन्सन गरेछ है सो जुम गरेर हेऱ्यो भने यो गोइङ तिनवटा एउटा गइसकेको 2टा गोइङ होइन अबको केही वर्षमा आयो भने अब सबै गोइङ भइसक्यो नि हुनसक्छ सबै गोइङ सबै गन भइसक्यो नि हुनसक्छ है फेरि यो साइडमा चाहिँ अहिले भ्यू टावर पनि बनाएर रहेछ होइन सनसेट हुन जाँदैछ सो भ्यू चाहिँ अब बिस्तारै खुल्दैछ क्या खतरा हुँदैछ सो यो ठाउँमा पनि राम्रो भ्यू पोइन्ट बनाएको रहेछ अहिले गजब भ्यू देखिँदो रहेछ होइन यो अघिको गिब्सन स्टेप मेरो ब्याकग्राउन्डमा अघि हामी चाहिँ जान मिलेन त्यहाँ जान पाएन अघि चाहिँ हामी जान पाएन त्यहाँ बन्द भएर अब यो साइडमा हुन्छ होइन अब त्यहाँबाट सही देखिरहेको है खतरा ब्लगर आयो यहाँ खतरा ब्लगर कस्तो भइरहेछ त यहाँ घुमघाम अहिले अब सनसेट कुर्दा चाहिँ पुरै बादलले चेक्दिहाल्यो केही पनि देखिएन होइन अब चाहिँ अब घर जाने भन्दा अरू कुनै उपाय देखिएन सो ल अब यहाँसम्म ब्लग हेऱ्यो भने चाहिँ नेक्स्ट भिडियोमा भेटौँ ल ओके सी यू एभ्रीवन बाइ